तागत गल्दैन, बाहुनहरूले कसैलाई नै बाँकी राख्दैनन्। त्यही बस्तीमा पनि मलाई मेरो घरको दुध खान्थेनन्। कुरो बुझ्नुभयो नि? राई लिम्बूले मात्रै खानुहुन्थ्यो। मैले मोही पारेपछि अरूलाई दिन्थिनँ। म सबै राई लिम्बू आएर घरमा आफै सारेर खानुहुन्थ्यो। मलाई खुसी लाग्थ्यो। म नि मान्छे रहेछु है, म नि मान्छे हुँ। हामीलाई पराए जस्तो कोठा दिँदैन, हामी दलित भनेर कोठा दिँदैन। अनि जग्गा भाडामा खोज्न गयो, एक रोपानीको 40-50 हजार भन्छ। अहिले लगानी गर्ने पैसा छैन। अनि जात सोधिन्छ, के जात भनेर। अनि जात सोधेपछि भन्नु पर्यो परेन। भोलि त नागरिकता त प्रदर्शन त गर्नुपर्छ। त्यो गर्दाखेरि त ल भोलि गरौँला, र नम्बर लिएर राख्नुहोस् भनेपछि म आफैले कुरा बुझ्छु। किन पिछडियो हाम्रो जात? यो बाहुन छेत्रीले होइन, बाहुन छेत्रीले होइन। अस्ति एक ठाउँमा कोठा माग्न गएँ, बाहुनको घरमा परिछु म। अनि के जात भन्नुभयो? म यस्तो जात भन्दाखेरि ए नम्बर लिएर जानुहोस्, अनि भोलि कल गर्नुहोस् भन्यो। अनि भोलि आएर दिन्छन् होला भनेर गर्दाखेरि त भाइ अब दलितले दिने गरेका छैन भन्यो।